हाम्रो सामान प्याकिङ भयो है। हाम्रो प्याकिङ भयो। ल हामी अब ट्रेकिङ जाँदैछौँ आज क्याम्पिङ, नाइट क्याम्पिङको लागि। सामानहरू प्याक भइरहेछ। ब्रेड अनि हाम्रो के छ यो दुध, हाम्रो यो क्यारेटहरू, अनि यो हाम्रो यो के भन्छ डल्ले च्याउ, अर्को च्याउ, अनि सामानहरू धेरै छ यहाँ। अभिषेक बुवाको हेरौँ न, भोबाल छ भोबाल। प्याकिङहरू कति छ यहाँ त। चिउरादेखि लिएर सब प्याकिङ भइसक्यो। अब एकछिनमा हामी हिँड्छौँ। अब बिहानैबाट हामी एकदम लागि परेको थियौँ। के गर्दा सामान किन्दा यताउता गर्दा ढिलो भइसक्यो। अब एकछिनमा हिँड्छौँ ल गाइस। गङ्गेशरण गाउँपालिकाको राम्रो व्यवस्थापन गर्नुभएको रहेछ यहाँको हाम्रो स्थानीय सरकारले, एकातिर साथले। र बाटोको छेउछाउमा वृक्षहरू बनाउनु, आउने भविष्यमा उहाँले राम्रो सोचेर होला हरियाली बनाउनुको लागि राम्रो गर्नुभएको रहेछ। एकदम खुसी लाग्यो। उहाँलाई धेरै धेरै धन्यवाद छ। गङ्गेशरण गाउँपालिकाका अध्यक्ष हाम्रो डेस्टिनेसन हामी पुगिसक्यौँ है। हामी अहिले पोखरी राम्रो ताल छ। हामी डेस्टिनेसन पुगिसक्यौँ। हामी चारजना, चारवटा बाइकमा र एकजना हाम्रो आउँदैछन्। हाम्रो टिकाराम दाइले हामीलाई रुखै ल्याइदिएर आउनु भएको छ यहाँ दाउराको लागि। एकदम ल हामीलाई एकदम सेवा गर्नुभएको छ दाइले। उहाँलाई धेरै धेरै धन्यवाद छ। हाम्रो अब क्याम्पिङ यहाँनिर हुन्छ र हाम्रो टेन्ट यहाँ बनाउँदैछौँ हामी एकछिनमा। ल यहाँ चाहिँ सबभन्दा मनोरम दृश्य भनेको सनसेट। अनि यहाँ चाहिँ ताल रहेछ, कस्तो राम्रो। यहाँ कति राम्रो तपाईँको त्यो बनहाँस भन्छ नि, त्यो हाँसहरू पाउँदो रहेछ यसमा। रमाइलो छ। ल हाम्रो आशिष शाहले दाउरा चिर्दैछन् साँझको लागि, क्याम्पिङको लागि। सब आफ्नो काममा व्यस्त र हाम्रो विवेक भाइ चाहिँ फोनमा व्यस्त। ओहो सनसेटै हेर्न पाइएन नि। हाम्रो दिदीहरु चाहिँ दङ्ग पर्नु भएको छ। यस्तो जाडामा किन बाहिर बस्नुहुन्छ, घरमा नबसेर यहाँ किन आउनु भएको छ भन्नुहुन्छ। हामीहरु चाहिँ अब प्रकृति लभर भएको हुनाले हामी चाहिँ आज नाइट क्याम्पिङ यतातिर बस्ने भनेर आछौं। हामी चाहिँ प्रकृति लभर भएको हुनाले आहा यस्तो राम्रो ठाउँ रहेछ हाम्रो नजिकै, एकदमै नजिकै। हामी लगभग धेरै टाढा पनि छैनौं, हामी एकदमै नजिकै छौं।
लगभग मैले अघि अभिषेक भाइले भने बेला 15 किलोमिटरको दायरामा हामी यति राम्रो मनोरम ठाउँमा आएका छौँ हामी। हाम्रो साँझ पख बार्बिक्यू त नभनौँ, हामी भेजिटेरियन, सबै भेजिटेरियन भएको हुनाले हामीले मसरुमलाई बार्बिक्यू बनाउँदै हाम्रो टेन्ट साँझ बस्नलाई सबै खानेकुराहरू सब रेडी छ भोलि साँझसम्मको लागि। ल हाम्रो केटाहरूले चाहिँ तल मस्ती लिइराखेका छन्। हाम्रो नाइट क्याम्पिङ सुरु भयो र हाम्रो यी आशिष शाहले दाउरा चिर्दै र हाम्रो अङ्कलहरू आउनु भएको छ। हाम्रो वडा अध्यक्ष पनि यहाँ आउनु भएको छ, हाम्रो अङ्कल र सबैजना यहाँ हामी छौँ। पछि हुन्छ अनि हाम्रो अस्ति यता चिन्जान थियो हाम्रो टिकाराम भाइसँग, टिकाराम भन्ने यहाँ ज्वाला हुनुहुन्छ। भने हामी आएछौँ भने कसरी थाहा हुनुभयो हजुरहरूले? यसो हामी घुम्दै म चाहिँ भर्खर बजारबाट आउँदै गर्दा यहाँ ट्रेन टाइमको देखेको छ हजुर उहाँबाट माथि घरबाट। अनि त्यसपछि मैले यहाँलाई फोन गरेँ, भन आउनु आफ्नो लाग्यो भने जम्न त भनेर हाम्रो अभिषेक बुवाको कुकिङ यसमा के छ? के हाल्छ छ यसमा? अच्छा, हाम्रो के छ यसमा? सब छ, माया छ, माया यो त्यस्तै हो, माया हो। अभिषेक बुवाको माया, आशिष शाहको मेहनत, हाम्रो चिफ गेस्ट विवेक जीको र म चिफ गेस्ट मामा गएर आएको छु। म केही चलाउँदैन, केही छुँदैन भन्ने मान्छे। अब के गर्ने यहाँ मामाका भान्जाहरू हैरान छ यार, हैरान छ रमाइलो छ रमाइलो। चेलीबेटीलाई दुःख दिनु भएन। अहिले गरम लाग्यो यो सक्दैन आइज। बिहानीको 8 बजेको छ, हामी उड्दा राति लगभग 1:30 बजीतिर सुत्यो होला। पहिला आरामसँगले सुत्यो टेन्टमा। जाने बुझेको मान्छे टक्क गरम पर्छ। सनराइज जतातिर छ। अभिषेक बुवाले ब्रेड जाम बनाउँदैछ, हाम्रो कफी खाँदैछ आशिष छ। र आज उहाँको बर्तम्यान अब रातभरि बारीमा बजिरहेको छ। अहिलेसम्म ब्रेकफास्ट हुँदैछ, अभिषेक बुवाले तयारी बनाउँदै गरिन्छ। एकछिनमा अब ब्रेकफास्ट खाँदैछ।
हाम्रो क्याम्पिङ सकियो आजको दिन रमाइलो एकदमै रमाइलो भयो हाम्रो दङ्गीशरण 2 गाउँपालिकामा हाम्रो वडा अध्यक्ष पनि एकदम मिलनसार उहाँले हामीलाई धेरै सहयोग गर्नुभयो हामीलाई राति पख आएर यहाँ के कस्तो छ अप्ठ्यारो परेमा हामीलाई सम्झिनु होला सम्पर्क गर्नु होला भन्नुभयो र उहाँले हामीलाई धेरै दाउराहरू उपलब्ध गराई सहयोग गर्नुभयो उहाँलाई धेरै धेरै धन्यवाद छ दङ्गीशरण 2 का वडा अध्यक्ष हाम्रा डम्बर खत्रीज्यूलाई धेरै धेरै धन्यवाद हाम्रो टोली लाग्यो फर्क्यो क्याम्पिङबाट ब्याक टु होम ल टाटा बाबाई अर्को नेक्स्ट टाइम